यो कार्यक्रमको आज शुक्रबार कार्यक्रम अन्तर्गत आज हामी कोइली बजारको एउटा फोहोर सङ्कलन गरेर हामी त्यसलाई विसर्जन गर्ने कार्यक्रम राखेका छौँ। त्यसको लागि हामी विद्यालयका भूतपूर्व सदस्य, विद्यालय संस्थापक र वर्तमान अध्यक्ष हामीसँग सहभागी हुनुभएको छ भन्दै हाम्रो हेड सर पनि हुनुहुन्छ। यो कार्यक्रम हामी छौँ यो क्याम्प हो एउटा हाम्रो यो बिचमा यो क्याम्प हो जसले फर्स्ट आउँछ हामी पुरुष सर्वेक्षण गरेका छौँ। जाँदाखेरि एक अर्कालाई दिनु खुट्टाउने, साइकलहरू रुल लड्ने अनि जहाँ जहाँ देखिन्छ फोहोरहरू त्यो टिप्ने, एकाअर्काको के अरे सफा गर्ने अनि सबैले हाम्रो सबै कुरालाई जसले फोहोर बढी सङ्कलन गरेर त्यही पर्छ नि है। ल तल तल खोज्नुहुन्छ, माथि माथि खोज्नुहुन्छ है आफ्नो आफ्नो तरिकाले। ल पछाडिका ती चाउचाउ खाला टिप्नु है फेरि। हो त्यो चाउचाउ टिप बाँकी नराख्नु है फेरि। हो टिप 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 त्यहाँ पनि टिप, हो टिप ती सबै बाँकी राखे टिप। यसरी आज हिमाल आदर्श विद्यालयका विद्यार्थी अनि विवेश समितिका अध्यक्ष, संस्थापक सबैजना मिलेर कोइरेली बजारको फोहोर सङ्कलन गर्नमा सहयोग गर्नुभएको थियो, जुन तपाईँहरू अहिले भिडियोमा हेर्दै हुनुहुन्छ। यसरी फोहोर सङ्कलन गर्दा वातावरण पनि सरसफाइ हुने, त्यसपछि यहाँ सहर बजारमा बसेका ती बासिन्दाहरूले पनि सरसफाइ गर्नुपर्छ भन्ने एउटा प्रेरणा जागोस् भनेर हामीले आज प्लास्टिक जन्ने फोहोर मैलाहरू जम्मा गरेर जसले बढी जम्मा गर्छ त्यसलाई पुरस्कृत पनि गर्ने भनेका छौँ। त्यहाँतिरका बाँकी रहे सबैले है। कसको बोरो भरिन्छ अब थाहा हुन्छ नि। सँगै संस्थापक, पहिलाका अध्यक्ष, सरहरू सबैजना हुनुहुन्छ यहाँ। यस कार्यक्रममा उपस्थित सबै विद्यार्थी अनि विद्यार्थी भाइ बहिनी, शिक्षक शिक्षिका, अध्यक्ष लगायत सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी विद्यालयको तर्फबाट। आगामी दिनमा पनि यस्तै सृजनात्मक कार्यहरू गर्नेछौँ हामी र तपाईँहरूको साथ।